हामी रिसेश्वर महादेवको दर्शन गर्नको लागि यहाँ जाँदैछौँ। ग्रुप सीका साथीहरू आउँदै हुनुहुन्छ। पछाडि सास बढिसकेको छ उकालो सिडी चढ्दा चढ्दा। यिनी टिका, यिनी गीता, ओ अस्मिता, ताता, टिका, गीता, अस्मिता, स्वस्तिका, शशिकान्त, किशोर, ल सबै छिटो आऊ। हामी चाहिँ रिसेश्वर महादेवको दर्शन गर्नका लागि चाहिँ प्रस्थान गरिसकेका छौँ। ल किशोर आउँदैछन्, ल अस्मिता पनि आउँदैछन्। पछाडि अलि ढिलो ढिलो गरेर छिटो आऊ। तिमीलाई कुरिरहेको मैले यहाँ ग्रुपको लागि, छिटो दौड। अनि देख्न सक्नुहुन्छ घनघोर पहाड छ। अहिले चाहिँ लाली गुराँसको मौसम पनि रहेको छ। लाली गुराँसहरू यतातत्र प्रशस्त देख्न सकिन्छ। अस्मिता यता आएकी छन्। ल छिटो हिँड है, छिटो। हेलो गाइस, हामी पूर्ण साथीहरूलाई स्वागत छ मेरो भिडियोको यो बिचको पार्ट्समा। हामी चाहिँ अहिले छौँ रिसेश्वर महादेवमा। साथीहरू चाहिँ धमाधम पूजा गर्नुभन्दा नि फोटो खिच्नुमा बिजी देख्छु म। र चाहिँ यता पछाडितिर अलिकति साथी छन्। यता हाम्रो महिमा छिन्। महिमा आनन्द लागेको छ है, दाङ पनि बस्यो, ठिक छ। अनि पछाडि ध्वजा पताकाहरू प्रशस्त रूपमा देख्न सकिन्छ। यता छिन् हाम्रो उषा, ल ठिक छ। अनि गीता यता हेर्दै एक फेर फोटो खिच्न बिजी छिन् यिनी पनि। शशिकान्त ल गाइज, हामी चाहिँ भर्खर रिसेश्वर महादेवको दर्शन गरेर चाहिँ फर्किसकेका छौँ। सबै साथीहरूले झोला बोकेर यथावत रूपमा चाहिँ अब ट्रेकिङ हाम्रो फेरि सुचारू भइसकेको छ। र हाम्रो अस्मिताजी पनि निलो निलो प्लास्टिक हल्लाउँदै आइरहेकी छन् पछाडिबाट। र अर्की अस्मिता आइन्। अर्की अस्मिता फेरि अलि नै शशिकान्त चाहिँ ल आज चाहिँ चेन्ज गरिसकेका छन् आफ्नो गेटअप। ल गाइज, हामी चाहिँ टक्कै लाएर हाइवेमा आइसकेका छौँ। आजको दिन रहेको छ हाम्रो वैशाखको 7 गते कि 8 गते हो? आज 9 गते। 9 गते पुगिसकेको छ। ल होस्टेलको पैसा तिर्ने बेला नि भइसक्यो। ठिक छ। तर निलो निलो ब्याज चाहिँ यस्तो दामी देखिएको छ यसमा चाहिँ। अब टिका पनि टक्क लगाइएको छ। सरहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। भिडियो छ। ल ठिक छ। बर्बेरी लिफ भनेर 2टा हर्समा कम्प्लिट गर्छ त्यसले आफ्नो लाइफ साइकल। एउटा बर्बेरी लिफमा, एउटा चाहिँ विटको प्लान्टमा। ल आउनुहोस् सर, अब मैले यहाँ भिडियो गराएको छु। अनि यहाँ चुत्रोको विषयमा कुरा भइरहेको छ। बर्बेरी लिफ जसले चाहिँ पक्सिनिया ग्रामिनिसले चाहिँ आफ्नो वेटमा र यसमा गरेर आफ्नो लाइफ साइकल कम्प्लिट गर्ने गर्छ। यही कुराको बारेमा बुझाउँदै हुनुहुन्छ। अगाडि यो किशोर गइहाल्यो ठिकै, आफूलाई पनि त कम्फर्ट हुनु पऱ्यो नि, त्यही हिसाबले काम गर्नुपर्छ। धेरै कम्प्लेक्स बनायो भने सबै अस्ति म टियुमा आएर मेरो ब्याजको साथीलाई मैले शशिकान्तलाई पोरोले दुःख दिए जस्तो छ। ल गाइस, अब त्यो कलेक्सनको कुरा गरिहाल्नु भयो, अवेरनेसको कुरा गर्नुभयो। बनाना बोटानिकल गार्डनको फङ्सन के होला तिमीले पढेछौ त? एउटा छुट्याए मैले है। अब चाहिँ कस्तो हुन्छ भने इन्डेन्जरड स्पेसिस हुन लागेको, त्यस्तो हुनको लागि त्यस्तो प्रोटेक्सन गरेर राख्नुपर्ने स्थिति हुनसक्छ प्लान्टहरूको। ल यता हेर गीता, मेन कुक चाहिँ यिनलाई बनाइदियो। मैले त्यो भनेको होइन। ल हेरमा यसलाई कस्तो बनाउने रहेछ आज गीताले चटपटे। अझै खाने जस्तो बनाउने कि भयो। मलाई पुग्यो हिन्दी मलाई पुग्यो। म यता टिका हिँड, यता हिँडी, यता हिँड। अब बोलाइहाल्छ।
फर्केको सुलभ काम परिरहेको छ। ऋषेश्वर महादेवको दर्शनको लागि प्रस्थान गर्दैछौँ हामी चाहिँ। साथीहरू आउँदैछन् पछाडिबाट देख्न सक्नुहुन्छ। अनि यिनी हुन् हाम्रो अस्मिता डल्ली। मलाई डल्ला भन्दैको हिन्। अनि ठिक छ यिनी चाहिँ यिनी हुन् रे। यो क्लिक गर्न मिल्दो रहेछ। नानी जमुना माछा पुसे भन्नु मात्रै धौलागिरी अल्पो नानी जमुना आज भेट हुने रहेछ हिजै लाग्छ छल्को हे नानी जमुना उज्यालो नभई तिमी हामी यसरी भेट भएको दिन मन मेरो लौ नानी बेमानी किन माझो खेतमा आउँदैछु म भेट हुने आटैमा घरमै आम के भेट नि हो बाटैमा पैदल नै लिएर 3 घण्टाको उकालो हे छोरो मान्छे घुमिन्छ डुलिन्छ डुले पनि आफ्नो काम भुलिन्छ किन खोज्यौ भाउ लाउने भए लाउ माया नलाउने बाजाउ हे जाने लाग्यो बैसारीमा छैन सुखको पैसा हे साल जो जाम्की लाहुर कमाउन जाम्की लाहुर कमाउन रिमाई जाम्की लाहुर सम्पूर्ण साथीहरूलाई स्वागत छ। हामी चाहिँ यो बसेको होटेल हो। आज बुधबारको दिन हामी चाहिँ यहाँबाट चाहिँ अब इन्द्र सरोवरको लागि प्रस्थान गर्दैछौँ। यिनी हाम्रा ग्रुपका साथीहरू यिनी चाहिँ हुन्, तिनी हुन्, तिनी हुन्, यिनी हुन्, यिनी सब हाम्रो ग्रुपको साथीहरू। यहाँले क्रिम लाउँदैछिन्, सनस्क्रिम र सरहरू हुन्छ। अब चाहिँ हामी इन्द्र सरोवरको लागि चाहिँ यहाँबाट प्रस्थान गर्दैछौँ। यिनी चाहिँ मेरो साथी हुन्। के अरे किशोर यता गीता छिन्। के छ कति खुट्टा दुखिरहेको दुखिरहेको होइन? मेरो त लास्टै दुखेको छ। आज चाहिँ हामी 35 किलोमिटर हिँड्ने भन्ने टार्गेट रहेको छ। हेरौँ के कस्तो अवस्था हुन्छ। जाँदा जाँदै चाहिँ स्मृति यता थियौँ आयो भन्ने स्मृति तिमीले गरेको किन देखेकै छैन होइन? म पठाइदिन्छु साँझ जति। तिमी त बलिया छ नि एउटा यो बोतल पनि राख्यो ल। हामीहरू इन्द्र सरोवर नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल इन्द्र सरोवर पुगिसकेका छौँ। साथीहरू चाहिँ उहाँ बाटोमा आउँदैछन् पछाडि। म उसलाई कुरेर बसिरहेको छु। आधीभन्दा धेरै साथीहरू चाहिँ हाम्रो अगाडि गइसकेका छन् उयो बाटो। अनि चाहिँ म चाहिँ इन्द्र सरोवरमा चाहिँ कुरेर बसेको छु साथीहरू। ल गाइज हामी चाहिँ यता भ्यू टावरको लागि चाहिँ आइरहेको छु। धन्य लट्यो अगाडि जाऊ न। अगाडि हेर्नु माथि हेर्न सक्नुहुन्छ। सिँढी माथिसम्म गएको छ। अनि हाम्रो दुईवटा साथीहरू नि तल आइरहेका छन्। नै त्यो दुईवटालाई भनेको। ल आज पनि पानी राख्नु ल। अनि यता अगाडि पनि छ साथीहरू छन्। तुलसी, सङ्गीता, लता, महिमा
ल सर हजुर मेरो खिच्छ त सर तपाईहरु नहिँड्नु भने क्या अब हिँडेपछि किन हिँड्नु भने कालो कालो हातहरु आउन आछ यहाँभन्दा माथि होइन र कि सबै हेरौँ न उता उले कि म यही हो म सेन्टरमा इन्द्र सरोवरमा बोटिङ गरेको अवस्था रहिरहेको छ ओ ल ल ल हेलो ल खिच्न फोटो खिच्यौ न त्यहाँबाट फोन खस्ला इन्द्र सरोवरमा बोटिङ गरेको अवस्था यता पानी सरेर छ मैले बाहिर गएर हुने हामी बसेको होटल द क्रस कस्तो मजाले हिँड्दो रहेछ नि यहाँ कौतारको बोटिङ आउँदैछ अब चाहिँ हामी चितलाङ आइसकेका छौँ इन्द्र सरोवरबाट यहाँ चाहिँ हाम्रो नास्ता खाने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ चटपट खानेकुरा छ यता चाहिँ अस्मिता पेट काटेको छैन त्यही energetic शब्द है ना मेरो साथी लौरो बाहेक छैन अरू सुन्ने मागेर थोरेर भएन पसिना मजारी केही छैन बोकेर अर्कैको भारी जिन्दगी थामेको जुफारी सिमली छायामा बसी हरिया थामो सास हेर यता भयो कता हेरेको टिपी भिडियो गरिसकेको मैले सबले हेलो गर सबले गर हेलो खै अर्को